लाऊ लाऊ हामी जान्छौँ आज एक मन्दिर पञ्चकुमारी थिङ्क सो। कुन मन्दिर जान लाग्यो हामी भने पञ्चमहालक्ष्मी टेम्पल। पञ्चमहालक्ष्मी टेम्पल जाने के छ यो ठाउँ होइन। मेरो यहाँ हिरो चाहिँ रेडी भइसकेको छ होइन। गणपति जी रक्षा गर। लेट्स गो। चाहिँ जानुपर्ने हो होइन। सँग आइपुग्यो। साखु चाहिँ 4-5 किलोमिटर छ। 5 किलोमिटर त्यहाँ जाने 11 किलोमिटर टोटल। हामी आइपुगेको छ साखुबाट। अब अलिकति पर मात्र छ। यहाँबाट एक्ज्याक्ट लोकेसन चाहिँ देख्न पाइएन। अन्त म चाहिँ अर्को रोड पछि जाने प्लानमा छु। सजिलो हुन्छ होइन। यहाँबाट यताबाट चाहिँ मास्तिर जर्सिन पाउ जाने। यताबाट चाहिँ साली नदी। यो बाटो हो अलि साली नदी जान चाहिँ यहाँबाट अलि पर पुगेपछि साली नदी छ होइन। साली नदीबाट पालबारी हो कि पालबारी के आउँछ। पालबारीबाट हामी तलतिर क्रस गर्छौँ। यहाँ भयो हामी जान लाग्यो पारीको मन्दिर हो। पारीको मन्दिर तर यहाँभन्दा तलैबाट ठिक हुन्छ जस्तो लाग्यो मलाई। यो साखुको साली नदीमा यहाँबाट बरु उनी रहेछ क्या ढलान बाटो है। त्यो उसबाट जाने बाटो नि यही हो क्या त्यो के अरे तेलकोट भन्ने यहीँबाट हो। बाटो चाहिँ छापेर छ ढुङ्गा त। पर नि हो यसको कस्तो दामी ठाउँ हो यो। त्यो चाहिँ कता बाटो पारी जान्छ होला नि। त्यहाँ छेर्ने चाहिँ कताबाट आउने छेर्ने
त्यो माथि होला क्या माथि माथि यताबाट होला क्या छिर्ने ठाउँ कि छैन साँच्ची छैन उँधे माथिबाट छिर्ने ठाउँ छ भने ऊ माथिबाट छिर्ने ठाउँ छ क्या तिमीहरूलाई किन हिँड्नु भनेर लिएर आएको मुक्तिनाथ सद्गुरु संस्कृत गुरुकुल रे कता राख्ने हो अब है पार्किङ कहाँ हो यार मस्त पार्किङ रहेछ त यहाँ आन्टी काँक्रो कसरी हो 80 रुपियाँ महँगो भइहाल्यो नि हालपुटी 2 केजी जान्छ लिएर 2 केजी लेगा यही बस है हाल्न हाल जस्तो हालिदिन्छ बाबु लडिन्छ म 2 किलोको 100 भने अब 1.5 किलोको 200 के रे 10 रुपैयाँ चाहिँ नि हुन्छ 10 रुपैयाँ चाहिँ ओए नजा चिरेर नि बेच्ने गर्नु के खै चिरेर नुन खोर्सानी लाएर बेच्नु गर्नुपर्छ के आउँछ नि यहाँ होइन मान्छे आयो भने चिरेर बेच्ने हो
दामी ठाउँ रहेछ यार काठमाडौँबाट नजिकै होइन रिफ्रेसमेन्टको लागि जानु पर्यो भने चाहिँ एकदम दामी ठाउँ हो जम्मा 10-11 मिटर जम्मा 10-11 किलोमिटर मात्र छ घर एकदम घुमेर आयो भने चाहिँ दामी ठाउँ छ के भन्नुहुन्छ त्यो बुढले देखिस् कस्तो मजाले चलाएको यस्तो कडाएर लिएर हिँड्छ त यस्तो गरेर लिएर हिँड्छ त के भयो होइन त्यसले चलायो त्यस्तै चलाएको नि त्यो बुढीले हाम्रो देखेर यस्तो चलाइदिएर यस्तो गरेर यस्तो गरेर देखाउँछ बा मलाई त हाँस उठ्यो एक त यस्तो गरेर होइन यस्तो गरेर यस्तो कोल्डार चलाइदिएर यस्तो गरेर फेरि यस्तो बालुवाले हानिरहेछ नि यहाँ थट अनि कसरी ट्रस हेर्नु ल यत्रो लोड लिएर 50 को स्पिडमा यार खत्रै हो ल 2 नम्बर गियरमा तान्दे यार होइन अब घर जाम माम खाम त्यसपछि भने अनि यसो कार्यक्रममा मन लाग्यो हिँडौँ ल मन नलाग्यो हिँड्नु हिँड्यो क्या टेम्पो कस्तो टेम्पो हो हेर्दै नहरिकन मतलब नहरिकन सबै बडघाटतिर हुन्छ क्या यस्तो ठिसहरू हुन्छ यार अनि के भन्ने गाह्रो छ नि हेलो के गति हो मेल छोला हाई हाई त्यो भुँडी फुलाएर आएको हो त बाबा हुनु बाबा 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 कहाँ आएको आम्मा पुजुरी के खानु लाग्यो के हो नास्ता यहाँ चाहिँ मेरो बुढोले स्पेसल पास्ता हेर्नु न उहाँ पुरै उ भएछ अनि के टुक्रेछ यस्तो खालको नुन हुन्छ पनि ए ठिक छ ठिक छ ल खानु भुला होला